यो नमस्कार, म राजेन्द्र विष्ट, बायो कर्णाली अरोमा प्राइभेट लिमिटेड सुर्खेतमा अवस्थित कम्पनी हो र यो चाहिँ कम्पनीले मुख्यतया सुगन्धित र औषधीय जडीबुटीहरू चाहिँ उत्पादन गर्ने, त्यसलाई प्रशोधन गर्ने र त्यसबाट विभिन्न भ्यालु एडेड प्रोडक्टहरू बनाएर बजारीकरण गर्ने गरिरहेको छ। यसमा हाम्रो यो सुरुवातमा चाहिँ हामीले यो काम गर्नुभन्दा अगाडि यसको मार्केट स्टडी गर्दाखेरि नेपालमा मुख्यतया अझ हाम्रो कर्णाली चाहिँ जडीबुटीको हब भनेर पहिलेदेखि चिनिआएको र त्यसमा थुप्रै समस्याहरू, जस्तै हामीले उत्पादन भएका जडीबुटीलाई र फर्ममै बाहिर सुर्खेतभन्दा बाहिर गइरहेको अथवा हाम्रो चाहिँ कर्णालीभन्दा बाहिर गइरहेको र निर्यात पनि एउटा अथवा दुईटा चरणमा मात्र प्रशोधन भएर गइरहेको अवस्था देखेर त्यसलाई अझ हामीले किसानहरूलाई अथवा यसको चाहिँ प्रोड्युसरहरूलाई अझ राम्रो भ्यालु कसरी प्राप्त गर्न सकिन्छ भन्ने ध्येयले हामी उत्पादनदेखि लिएर फाइनल प्रोडक्ट डेभलपमेन्टसम्म हामीले काम गरिरहेका छौँ र अहिले गर्दाखेरि एउटा राम्रो चाहिँ हामीले यसबाट उत्साह पाइरहेका छौँ। मार्केटले राम्रो चाहिँ हाम्रो चाहिँ यो सामानहरूको चाहिँ प्रोडक्टहरूको चाहिँ राम्रो खपत पनि गरिरहेको छ र यसमा एकैछिन रोक्नुपर्छ क्या त्यो एसेन्सियल पनि ढल्यो है। यो एसेन्सियल ओइल हजुर। अब यो हाम्रो प्रोडक्टहरूमा चाहिँ हजुरले यहाँ जुन डिस्प्ले गरे अनुसार हामीसँग करिब हामीसँग 10वटा प्रोडक्ट जति छ अहिले। त्यसमा मुख्यतया हाम्रो टी क्याटेगोरीमा छ। टीमा हर्बल टीहरू चाहिँ फ्लावर टीहरू, त्यस्तै गरेर हाम्रो यतापट्टि चाहिँ यो चाहिँ कुनै वाइल्ड, जस्तै हजुरले देख्नुहुन्छ यो हर्रो पाउडर हो, यो हाम्रो वाइल्ड हो, जुन हाम्रो जङ्गलमा यत्तिकै खेर गइरहेको, जुन जसलाई हामीले हर्रो भन्छौँ। त्यो हर्रोलाई हामीले ल्याएर त्यसलाई ड्राई गरेर त्यसलाई प्रोसेसिङ गरेर यसबाट हर्रो पाउडर तयार गरेर प्याकेजिङ गरेर हामीले बजारीकरण गरिरहेका छौँ र यसले पनि राम्रो मार्केट लिइरहेको छ। यस्तै गरेर अर्को हामीसँग अमला पाउडर हो। यो अमला चाहिँ अब हाम्रो वनको अमला, यो चाहिँ जङ्गलमै पाइने अमला हो र यसले त्यति राम्रो चाहिँ उत्पादन भए तापनि मार्केट पाइरहेको थिएन। हामीले यसलाई राम्रोसँग प्रोसेसिङ गरेर बजारीकरण गरिरहेका छौँ र यसले पनि राम्रो चाहिँ मार्केट पाइरहेको छ। यस्तै गरेर हामीसँग अब टी क्याटेगोरीमा जस्तै हाम्रो यो हिबिस्कस मिक्स टी छ। यसमा हामीले 4-5वटा जडीबुटीहरूलाई ब्लेन्ड गरेका छौँ। त्यसमा एउटा थाइम भन्ने जडीबुटी, सिबकथोन, अनि हिबिस्कस, जिन्जर, यो जडीबुटीहरूलाई हामीले मिक्स गरेर बनाएका छौँ। अर्को चाहिँ हामीसँग प्योर हिबिस्कस फ्लावर टी छ। यसमा यसलाई बेलचन्दा पनि भन्छ। यो हाम्रो खेती गरेर यसलाई यो फ्लावर चाहिँ हामीले ड्राई गरेर यसबाट टी उत्पादन गरेका छौँ। त्यस्तै गरेर हामीसँग अर्को अपराजिता, नेपालीमा यसलाई इङ्ग्लिसमा बटरफ्लाई पी फ्लावर भनिन्छ र यसलाई पनि हामीले उत्पादन गरेर यसको फुललाई ड्राई गरेर र हामीले यसलाई चाहिँ यसरी प्याकेजिङ गरेर बजारीकरण गरिरहेका छौँ र यसले एकदम गाढा खालको पर्पल कलरको चाहिँ रङ दिन्छ र यसले चाहिँ विभिन्न हामीलाई औषधीय गुण चाहिँ हुन्छ यसमा। यस्तै गरेर अर्को चाहिँ मोरिङ्गा पाउडर हो। अब मोरिङ्गाको हामीले खेती गरेर त्यसको लिप्सलाई ड्राई गरेर त्यसबाट चाहिँ हामीले यसको पाउडरको रूपमा उत्पादन गरिरहेका छौँ र यसलाई पनि हामीले बजारीकरण गरिरहेका छौँ। अनि यस्तै गरेर हामीसँग केही एसेन्सियल ओइलहरू छन्, सुगन्धित तेलहरू छन्। अब यो हामीले हाइड्रो डिस्टिलेसन प्रोसेसबाट हामीले एक्सट्र्याक्ट गरिरहेका छौँ। यसमा हामीसँग 4वटा तेलहरू छन्। यो हाम्रो लेमन ग्रास है, त्यस्तै गरेर अर्को चाहिँ हामीसँग युकिलिप्टस भन्ने छ, लिप्टिसको तेल भन्छ। त्यस्तै गरेर अर्को हामीसँग चाहिँ क्याम्फर, कपुरको तेल छ। त्यस्तै दुईवटा अरू चाहिँ हामीसँग यो पिपरमिन्ट र अर्को चाहिँ रोजमेरीको ओइल छ। यो अहिले सकिएको छ र यो भयो। अनि यो अझ यो हाम्रो यो जुन प्रोडक्सनलाई अझ सपोर्ट गर्नको लागि जुन एनबिएसले विगतमा हाम्रो प्रोग्राम जुन चलायो, हामी यसमा सहभागी भयौँ, ट्रेनिङहरू लियौँ र यसलाई हामीले विभिन्न वेबाट हामीलाई एकदम उत्साह थपेको छ र हामीले प्रोडक्सन गर्दाखेरि एउटा फाइन प्रोडक्सन कसरी गर्ने, त्यसलाई चाहिँ हामीले फाइन प्याकेजिङ कसरी गर्ने, त्यसको बजारीकरण कसरी गरिन्छ, राष्ट्रिय चाहिँ बजारीकरण भयो, अन्तर्राष्ट्रिय बजारीकरण कसरी गरिन्छ, सर्टिफिकेसन कसरी गरिन्छ र यसलाई चाहिँ हामीले डिजिटल वेबाट कसरी गरिन्छ, त हामी डिजिटल मार्केटिङ कसरी गर्ने र यसको चाहिँ हामीले अब यसबाट चाहिँ
प्रोडक्सन गर्दाखेरि हामीलाई के चुनौतीहरू आउँछन् भन्ने कुराको धेरैभन्दा धेरै हामीले यसबाट जुन ज्ञान पायौँ र हामीलाई चाहिँ प्र्याक्टिकल ज्ञानहरू हामीले भयो र यस्तो खालको प्लेटफर्म पनि हाम्रो एनभिएसले दिइरहेको हुनाले हाम्रो प्रोडक्सनलाई चाहिँ सो गर्नको लागि पनि एउटा राम्रो प्लेटफर्म पाइएको छ र भविष्यमा अथवा आउँदा दिनहरूमा यस्तो खालको कार्यक्रम चाहिँ थुप्रै अझ होस् र यसले गर्दाखेरि हाम्रो उद्यमीहरूलाई अझ हौसला थपिन्छ र हामीलाई धेरैभन्दा धेरै अझ हामीलाई ज्ञान चाहिँ थपिन्छ र हामी एक्सपोजर हुन्छौँ भन्ने हामीलाई लागेको छ। हस्, धन्यवाद।